हेलो गुड मर्निङ एभ्रिवान सबैजनालाई। अब म चाहिँ दुध भरिसकेर चाहिँ अब गाईको गोठमा जाँदैछु। अब लिटर हुन्छ दुध चाहिँ अब गाईलाई खोलिदिनु गएको म पनि गोठमा। त्यही हो बस्तीमा के गर्नु, घाँस काट्यो, दुध दुयो, दिनभरि त्यतिकै टाइम पास हुन्छ। अब मेरो भेडा चाहिँ यसरी कराउनु थाल्यो स्टार्ट। यस्तो छ कि यिनीहरूले दिमाग खाइदिन्छ मेरो, यति बेसी दिमाग खान्छ। यस्तो छ कि यिनीहरू चाहिँ नि यस्तो छ, यो दुइटाले दिमाग खान्छ मेरो। मेरो गाईहरूले मलाई हेरिराखेको छ, सबैजना गाईहरूले अब कति बेला खोलिदिन्छ भनेर है, अलि अब कति बेला खोलिदिन्छ भनेर हेरिराखेको छ। यो छ भाबीजी, अरे मैला गर्छ, कति सफा बनाइदिन्छु उसको बस्ने ठाउँ। हेर्नु न यस्तो घिनलाग्दो बनाउँछ। भुराहरूले पनि हेरिराखेको छ है हामीलाई। यस्तो छ कि यस्तो छ नि। अब चाहिँ म खोलिदिन्छु बहिनीहरूलाई नि, खोलिदिन्छु भनेर। अब हामी क्याटल फिड खाने हो भन्नु न। नानीहरूलाई यसरी दिनुपर्छ क्याटल फिड है। गाईलाई क्याटल फिड यसरी दिन्छु, यसो गरेर दिन्छु क्याटल फिड सुक्कै। म चाहिँ गाईलाई क्याटल फिड यस्तो सुक्कै दिन्छु नि, क्याटल फिड चाहिँ। क्याटल फिड सुक्कै दिन्छु नि गाईलाई हो। भाबीलाई 2 भाँडा, डल्लीलाई चाहिँ 1 भाँडा आधी मात्रै दिन्छु। दुध अलिक कम्ती आउँछ नि त, डल्लीको चाहिँ दुध अलिक कम्ती आउँछ भाबीजीको भन्दा चाहिँ। भाबीजीको भन्दा चाहिँ अलिकति कम्ती आउँछ डल्लीको, कालीको झन् कम्ती आउँछ। गाईलाई मात्रै क्याटल फिड दियो भनेर भेडा रिसाउँदैछ पर। यति सानो फुच्चीलाई, फुच्ची छ नि यहाँनिर मेरो, यस्तै हो नि त नि फुच्चीलाई। आज हाम्रो भिडियो यहीँ राख्नुपर्छ। ल।